So hello everyone, welcome back to my mini vlog part 3 है Alisha's wedding. So morning time थियो है अन्त हामी चाहिँ ब्रेकफास्टतर्फ लाग्यौँ किनभने आफ्टर ब्रेकफास्ट चाहिँ हर्दी थियो नि त हर्दीको रसम थियो. सो यहाँ बुफेमा आएर चाहिँ हामी हेर्दै थियौँ नि त हो ब्रेकफास्ट. र अब उहाँहरूको चाहिँ ग्रुम साइडको चाहिँ प्रायः नै बेसी जस्तो चाहिँ अब लाइक गुलियो स्विट थिङ्सहरू हुँदो रहेछ नि त. अन्त हामीलाई त त्यस्तो त्यो ह्याबिटै छैन. सो आफ्टर द्याट चाहिँ हामी ब्रेकफास्ट गर्नु बस्यौँ. यहाँनिर देख्न सक्नुहुन्छ सबै रेडी भएर है ब्राइड साइडको फ्यामिली ग्रुम साइडको फ्यामिलीहरू लन्च गर्दै थियो है. सो त्यसको बादमा हामी रुम आयौँ किनभने टाइम भइसकेको थियो. अन्तखेरि यहाँ सबैजना रेडी भइसकेको छ. र तल चाहिँ ढोल बजाउने पनि आएको रहेछ. लाइक मेहन्दीको रसम चाहिँ सुरु भइसकेको थियो. सो हामी पनि त्यसमा गएर ग्रुम साइडले हामीलाई वेलकम गर्यो है. आफ्टर द्याट चाहिँ हामी एकछिन नाच्यौँ त्यहाँनिर है किनभने अब बिहा भनेको नै अब एउटा खुसीको माहौल हो नि त है. किनभने सबैजना खुसी हुन्छ, इन्जोयको मुमेन्ट भइरहेको हुन्छ. सो यहाँ चाहिँ भ्लग पनि बनाउँदा बनाउँदै बेहुला पनि आइपुगेछ. बेहुलाको फ्यामिली, बेहुलाको सिस्टर हो, हाम्रो बेहुली पनि नाच्दै थियो, बेहुला पनि नाच्दै थियो, हामी पनि नाच्दै थियौँ. सो मजा आइरहेको छ है किनभने अहिले वेडिङ सिजनहरू छ. अन्तखेरि यहाँनिर जोक्स पनि भन्दै गीत पनि गाउँदै गर्दै थियो है. सो मेहन्दीको रसमहरू पनि अब सुरु भइसकेको थियो. सो हामीले त हिजो नै लगाएको थियो मेहन्दी किनभने टाइम पाउँदैन भनेर. रिमेनिङहरूले चाहिँ अब जतिजना पनि टाढोबाट रिलेटिभ्सहरू आएको हुन्छ उहाँहरूले चाहिँ आज लाउनुहुन्छ नि त. सो त्यसको बादमा चाहिँ हामी सबैजना चाहिँ नाचिसकेर चाहिँ यहाँ मेहन्दीको रसम हुँदै थियो. सो यहाँ मेहन्दी लाउनेहरूले लाउनु हुँदै थियो. सो यहाँनिर हाम्रो भाइले पनि मेहन्दी लाउँदै थियो किनभने हिजो चाहिँ घरमा लाउँदा सकेको थियो नि त है. सो थ्याङ्क यू गाइस, स्टे ट्युन है. डु लाइक, सपोर्ट एन्ड कमेन्ट माई भिडियोज है. थ्याङ्क यू एभ्री वान.